यो हरिशयनी एकादशी व्रत अर्थात् तुलसी रोप्ने दिन कहिले पर्छ त? भिडियोभित्र प्रवेश गर्नुहोला। जय श्री आदि ओम श्री हरि। म हजुरहरूको चिरपरिचित ज्योतिष पण्डित सुमन रेउला। हजुरहरूको माझमा आज मैले यस्तो विशिष्ट भिडियो लिएर उपस्थित भएको छु। यो हरिशयनी एकादशी व्रत अर्थात् तुलसी रोप्ने दिन कहिले पर्दछ त भन्दा 2083 साल श्रावण महिनाको 9 गते शनिबार, जो आषाढ शुक्ल पक्षको एकादशी पर्दछ। भने यो एकादशीलाई हरिशयनी एकादशी व्रत भनिन्छ। हरिशयनी एकादशी भनेको चाहिँ स्वयं हरि भगवानको एकादशी भएको कारणले गर्दा यसलाई हरिशयनी एकादशी भन्छ। शयन भनेको हरि भगवान चाहिँ शयन भनेको सुत्ने एकादशी, त्यसले गर्दा यसलाई हरिशयनी एकादशी भनिन्छ। भगवान सुत्ने भएको कारणले गर्दा यो एकादशी दिन हजुरले अब तुलसीको दल राख्ने अर्थात् तुलसी रोप्ने दिन। तुलसी रोप्ने कसरी रोप्ने तुलसी भन्दाखेरि यो चोर अम्लो हटाएर हजुरले यहाँ हजुर मेरो अम्लो सबै देख्नुहुन्छ 5वटा। यो चोर अम्लो चाहिँ हटाएर हजुरले यसरी तुलसीको दल अर्थात् तुलसी रोप्न सक्नुहुन्छ। तुलसी रोप्नुहुन्छ, तुलसीको बोट रोप्नुहुन्छ, बिरुवा रोप्नुहुन्छ। तुलसी रोपिसकेपछि त्यसमा जल अर्पण गर्नुपर्दछ। हेर्नुहोस् है। र यो एकादशीको दिन तुलसीको दर्शन गर्नुपर्ने हुन्छ। तुलसीको दर्शन गर्दा के भन्नुपर्छ त भन्दा यहाँ बताएको छ, तुलसीको दर्शन गर्ने मन्त्रमा प्रसिद्ध मम देवर्षि कृपया परया सलाम अभिष्ट फल सिद्धिम स कुरु मे माधव प्रिय। यो मन्त्र भन्नुपर्छ तुलसीको दर्शन गर्दा। तुलसीको दर्शन गर्ने दिन पनि हो है त। भने अब एकादशीको दिन जसले अब के गर्छ भने जसले भोजन गर्छ, जसले अन्न ग्रहण गर्छ भने उसका पहिलेका शुभ कर्म पनि सबै नष्ट भएर जान्छन्। शुभ गरिएका कर्महरू पनि सबै नष्ट भएर जान्छन्। राम्रा कर्महरू पनि नष्ट भएर जान्छन्। भने अन्तिममा ऊ के हुन्छ त जब एकादशी दिन जसले भोजन गर्छ भने ऊ चाहिँ खराब आचरण गर्ने चाण्डाल समान हुन्छ, नराम्रो व्यक्ति हुन्छ, नराम्रो कर्म गर्ने व्यक्ति हुन्छ भनेर बताएको छ। त्यसले गर्दा एकादशीको दिनमा के त भन्दाखेरि फलफुलहरू खाएर बस्न सकिन्छ है। फलफुलहरू भोजन गर्ने, फलफुलहरू भोजन गरेर मात्र एकादशीको व्रत शुद्ध तरिकाले आनन्दको भावमा लिनुभयो भने हजुरहरूका चिताका सोचेका कुरा सम्पूर्ण पुरा हुन्छन्। भने जसले एकादशीको दिन पनि भोजन गर्नुहुन्छ अथवा अन्न ग्रहण गर्नुहुन्छ भने उहाँका सम्पूर्ण कर्महरू चाहिँ राम्रा कर्महरू नष्ट भएर खराब कर्म मात्र हुन्छ। पापले भरिपूर्ण हुनुहुन्छ। त्यसैले गर्दाखेरि यो अन्न ग्रहण गर्ने काम नगर्नुहोला। हजुरले बडो आनन्द भएर आनन्दको भावमा भोजन गर्नुहुन्छ, तर फलफुल मात्र भोजन गर्नु।